सारे गरिबीको पराकाष्ठ थियो। लगाउनका निमित्त कुनै लुगा पनि थिएनन्। हेर्नुहोस्, जाडोको समयमा ती आमाले के विचार गर्नुभयो भने यो जाडोको समयमा मेरो सन्तानले यदि राम्रो लुगा लगाएर मेरो सन्तानलाई जाडो हुन्छ, ऊ कठिन तिर्न सक्छ। बरु म मेरो सन्तानलाई दुःख गरेर भए पनि, म नखाइ भए पनि म मेरो सन्तानको कहिले पनि शरीर खाली राखिन। ऊ राम्रो लुगा लगाओस् भनेर आमाले आफ्ना सन्तानलाई, त्यो छोरालाई राम्रो लुगा किनेर लगाइदिनुहुन्थ्यो। तर आमा एउटा पातलो एउटा लुगाले आफ्नो शरीरलाई ढाकेर रातको समयमा, चिसोको समयमा त्यत्तिकै दिन बिताउनुहुन्थ्यो। साह्रै दुःख कष्ट गरेर त्यो बालकलाई आमाले हुर्काउनुभयो, पढाउनुभयो, एउटा विद्यालयमा हाल्नुभयो। अर्काको घरमा काम गरेर भए पनि, अर्काको वचन सहेर भए पनि दुःख कष्ट रात दिन नभनिकन त्यो बालकलाई हुर्काउनुभयो, पढाउनुभयो। कुनै शिक्षकले सोद्धाखेरि, बाबु तिमी पछि गएर ठुलो के भन्छु भन्दाखेरि, म मेरी आमाको सेवा गर्छु। मेरी आमा सबैभन्दा हिरो हो मेरो लागि, अरू कोही पनि मेरो लागि होइनन्। आमा भनेको भगवानसँग हो। जननी जन्मभूमिस्थ स्वर्गादपि गरीयसी। हेर्नुहोस्, आमा र आफू जन्मिएको जुन ठाउँ छ, त्यो ठाउँ भनेको स्वर्गभन्दा पनि सबैभन्दा राम्रो दिव्य तुल्य मानिन्छ। त्यसैले मलाई बरु स्वर्ग चाहिँदैन, तर म मेरी आमाको साथमा सँगै बस्न पाऊँ। म जन्मेको जुन ठाउँ छ त्यो ठाउँमा म सधैँ बस्न पाऊँ भनेर ती बालकले भन्थे। आमाले पनि धेरै माया गरेर ती बालकलाई हुर्काउनुभयो, पढाउनुभयो, पछि सहरमा पठाउनुभयो। दुःख कष्ट गरेर पैसा अलिअलि पाउ जोडेर त्यो छोरालाई हुर्काएर ठुलो बनाउनुभयो। छोरा भगवानको कृपावश कुनै जागिर खाएछन्, धेरै धन सम्पत्ति कमाए। पछि छोराले सहरमा गरेर विवाह गरे। विवाह गरिसकेपछि उनका सन्तान हो। अब त्यो छोराले गाउँमा भएकी ती बुढी आमालाई बेच दिन थाले। आमाले भन्नुभयो, छोरा मलाई भेट्न आउन, म साह्रै रोगी छु भनेर भन्नुभयो। तब छोराले केही न कामको कारणले गर्दाखेरि म आउँछु भने, तर घर जान पनि पाएनन्। एक दिन आमा धेरै छोराको माया लाग्यो, मलाई साह्रै नेस्रो लाग्यो। ती छोराको अनुहार हेर्न पाए पनि त यो बुढेसकालमा केही न केही आनन्द आउँथ्यो भनेर जब सहरमा जानुभयो, एउटा कुनै चिठी ठेगानामा त्यो ठेगाना रहेछ। जब त्यो घरको गेट अगाडि पुग्नुभयो, तब त्यहाँ एउटा गेटपाल द्वारपाल बस्नुहुँदो रहेछ। मेरो छोरा यहीँ बस्दछ, म भेट्न जान्छु भन्दाखेरि उसले गएर सुनाइदियो। तब त्यो छोराले भन्यो, एक कुन चाहिँ बुढी आमी आएको दिन म भित्र बस्न दिन्न भनेर छोराले दिएन। पछि ती आमी विचार गरिन्, मेरो छोरो सहरमा बसेको छ, आफ्नै श्रीमतीसँग छोरीसँग बसेको छ, सधैँभरि ठुलो मान्छे बनोस्, उसले जे चिताएको छ त्यो सबै मनोकामनाहरू परिपूर्ण होस्, मेरो लागि यही नै सबैभन्दा ठुलो कुरा हो भनेर आमाले सम्झिनुभयो र आफ्नै गाउँमा आएर काम गर्दै जानुभयो। पछि गाउँले सूचना दिए, तिम्रो आमा साह्रै बिरामी छिन्, अब अन्तिम अवस्था भइसकेको छ, पानी पनि छोड्न आँटेकी छिन्, भेट्न जान्छु भने जाऊ, नत्र तिमीले आमाको मुख हेर्न पाउँदैनौ भनेर पनि गाउँले भन्दैछन्। तब त्यो छोरा हतार जे भए पनि गाउँले कुरा काट्छन् गरिन भनेदेखि म अवश्य जान्छु भनेर छोरा गाडीमा गाउँमा त गयो। जब छोराको अनुहार आमाले देख्नुभयो त भन्नुहुन्छ, छोरा मेरो इच्छा थियो, मैले भगवानलाई रात दिन पुकारेको थिएँ, म मेरो छोराको अनुहार नहेरिकन मेरो प्राण नजाओस्, म मर्न नपाओस् भनेको थिएँ। आज भगवानले मेरो इच्छा पूरा गरिदिनु भयो। छोरा तिमी सधैँभरि हाँसी खुसी रहनु, तिमी सधैँभरि भनेर जब आमाले भन्नुभयो, तर प्राण त्यतिखेर आमाको गयो। छोरा बिलाप गर्न लाग्यो, छोरो रुन लाग्यो, तर जति गरे तापनि त्यो छोराले कहिले त्यो आमाको सेवा गर्न पाइएन। र भनिन्छ, जबसम्म आमा साथमा हुनुहुन्छ, जबसम्म बुवा साथमा हुनुहुन्छ, जबसम्म सासू ससुरा आफ्ना साथमा छन्, तब नि आमा बुवाको सेवा गर्नुपर्दछ, त्यतिखेर नै सासू ससुराको सेवा गर्नुपर्दछ। म पछि गर्छु भनेर राखौँला, तर दैववश कालले कसलाई कतिखेर लान्छ, कसैको टुङ्गो हुँदैन। त्यसैले यदि
उसले मनभित्रबाट आफ्नो आमाको जिउँदो हुँदाखेरि नि यो संसारमा आफ्नो साथमा रहँदाखेरि नि आमा बुवालाई जति सकिन्छ माया गर्नु पर्दछ। आमा बुवाको कुनै चाहना हुँदैन रे, एउटै चाहना हुन्छ बेलुका छोरा घरमा आउँदाखेरि एक शब्द मिठो बोलिदियोस्, छोरासँग एक शब्द भए पनि मिठो बोल्न पाऊ र सँगै रहँदाखेरि अलिकति भए पनि छोराको साथमा मिठो खाना पाऊँ भन्ने बुवा आमाको इच्छा हुन्छ। तर छोरा सहरमा त आयो, तर सहरमा आएर उसले आमालाई धेरैजनाले तिरस्कार गरेको देखिन्छ। आमा बुवासँग कोही व्यक्ति मिठो बोलेको देखिन्न। तपाईँ हेर्नुहोस्, सकिन्छ भने एक अलिकति भए पनि आमालाई जिउँदो हुँदाखेरि नि के गरौँ, माया गरौँ, श्रद्धा गरौँ। आमा बुवालाई कुनै खानेकुरा तपाईँका काजु चाहिँदैन अरे, तपाईँका हलिसका डब्बा चाहिँदैनन्। बस बिहान र बेलुका मिठो मुस्कान दिनुहोस्। अलिकति भए पनि राम्रोसँग आमासँग बोलिदिनु भयो, पिताजीसँग राम्रोसँग बोलिदिनु भयो भने त्यही नै के हो त, आमा बुवाको लागि त्यही स्वर्ग समान हुन्छ अरे। र यही आमाको प्रसङ्गमा एउटा दिव्य गुरुदेवका भिन्नावृन्दबाट एउटा भजन श्रवण गरौँ। र यदि कुनै व्यक्तिले आमा बुवाको सेवा गर्दछ भने उनले यो श्रीमद् भागवतको कथा सुने बराबरको फल प्राप्त हुन्छ भनेर बताइएको छ। त्यसैले सकिन्छ हृदयबाट आमा बुवाको सेवा गरौँ। बोले माता पितृ चरण कमले भ्यो।